नमस्ते मेरा युट्युबका साथीहरू, नयाँ साथी, पुरानो साथीलाई त विशेष छँदैछ। नयाँ आउने साथीहरूलाई पनि नमस्कार छ। र नयाँ आउने साथीहरू अब हामी त नयाँ सिकारू छौँ होइन। अब एउटा केही पनि अब मैले त जान्दिनँ, अब हजुरहरूले त जान्नुहुन्छ होला, अब धेरै कुरा जानेर आउनु भएको छ होला। मैले त नजानेकै कुरा हो, अब जानेकै छैन, नजानेको कुरालाई नजानेकै भनौँ है। अब त्यस्तो एडिट गर्न पनि खासै आउँदैन। अब बिस्तारै सिक्ने प्रयासमा चाहिँ हो। अब सिकिन्छ होला, अब पक्कै पनि मान्छेले बनाएको चिज हो, ठुलो कुरो पनि छैन। विशेष गरी म जस्तै नयाँ साथीहरूलाई हो, सब्सक्राइब गर्ने बानी बसालौँ, कमेन्ट गर्ने बानी बसालौँ, अलिकति भए पनि हेरिदिने बानी बसालौँ, 1-1.5 मिनट भए पनि हेरिदिने बानी बसालौँ। र अब हामी चाहिँ एउटा युट्युबमा केही सपना देखेका हुन्छौँ। अब आफूले चाहिँ देख्ने मेरो चाहिँ भइदियोस् भन्ने, अर्काको चाहिँ नभइदियोस् भन्ने, त्यस्तो हाम्रो कता कता हुनसक्छ। त्यस्तो बानी नगरौँ। किनभने युट्युबमा चाहिँ सपोर्ट एकदमै जरुरी छ। एकअर्कामा सपोर्ट एकदमै जरुरी छ युट्युबमा चाहिँ। अरूमा चाहिँ भन्न सकिनँ, तर युट्युबमा चाहिँ अब 1000 पुग्यो, वाच टाइमको लागि पनि साथीको खाँचो छ। वाच टाइमको लागि भयो भने साथीको खाँचो छ, र सब्सक्राइबको लागि पनि खाँचो छ। भलै सब्सक्राइब पुग्यो भने वाच टाइमको लागि भयो भने साथीहरूको खाँचो पर्दछ हामीलाई। र यो जुन हामीले युट्युबमा भयो भने केही एउटा भूत चढिरहेको छ, यो भूत चढ्नु हामीलाई सायद राम्रो पनि लाग्छ। किन राम्रो लाग्छ भन्दा हामीसँग नेट हुन्छ, मोबाइल हुन्छ, हामीसँग सम्पूर्ण चिजहरू हुन्छ। हामी जुन कि सामाजिक सञ्जालमा हुनुपर्ने र आफूले दिनुपर्ने चिज सबै हुन्छ हामीसँग। हुन्छ भनेपछि कति अर्काको मात्रै हेरिदिने, कति अब हामी मरुन्जेलसम्म मोबाइल हुन्छ, कति अर्काको मात्रै भिडियो अर्कालाई मात्रै गरिदिने। हामी पनि अब त्यो लाइनमा लागौँ न, त्यो बाटो समाउँ न त। हामी पनि त्यही पछि हिँडौँ न। कहिले अब भइ त हाल्छ, दिन्छ भने त झन् राम्रै भइहाल्यो नि, होइन? दिन्छ भने त अब आफू पनि त्योमा भिजिन्छ। दिन्छ भने त धेरै राम्रो कुरा हो, हामीलाई काम पनि हुन्छ, त्यताबाट पनि भइहाल्छ। अब हामी अब टिकटक, फेसबुक अब बनाइ नै हालिन्छ, हाल्दाखेरि एउटा भिडियो हाल्ने त के नै जान्छ र। त्यो हो, एकदमै राम्रो सोच्नु भएको छ त्यो कुरा। तर सोच्नु त ठिक सोच्नु भयो, सहयोग गर्ने बानी बसाल्नु पऱ्यो, सानो मन नगर्नु पऱ्यो भन्ने विषयमा छ। अब पक्कै पनि अब त्यही पनि हेरिदिनु होला, अब कस्तो लाग्छ त्यही पनि कमेन्टमा गरिदिनु होला। अब भन्ने अब कतिपय कुराहरू त अब नयाँ हो, अब त्यति साह्रै जान्दैन। अब हजुरहरूले पनि बुझिदिनुहुन्छ यो मान्छेले के भन्न खोजेको छ भन्ने कुरा बुझिदिनु होला। भन्दै चाहिँ हामीले सब्सक्राइब, अब मोबाइल सट्ट हेर्ने भयो सब्सक्राइब गर्नु, अब गरेर चाहिँ हाम्रो घर खिच्दै जाला जस्तो गर्छौँ हामी। अब फेरि उहाँहरूले चाहिँ जुन उहाँहरूले यसो गर्नुहुन्छ, यसो फाल्ने साथीहरूले चाहिँ, जुन हेरेर स्क्रल गर्ने साथीहरूले चाहिँ उहाँहरूले पनि सपना देख्नु भएको हुन्छ युट्युबमा यसरी भिडियो हाल्न पा, हामी पनि अब युट्युबबाट केही कमाउनु पा, पैसा कमाउन सकिन्थ्यो कि, अथवा केही गर्न सकिन्थ्यो कि, चिनिन सकिन्थ्यो कि भन्ने धेरै हाम्रो मनमा खुल्दुलेर लागेको हुन्छ। हामी आश पनि हुन्छौँ। मेटाउनलाई साथीहरूले एकअर्कालाई सपोर्ट गर्न जरुरी छ। अब ठुल्ठुलालाई त भन्न सकिनँ। अब साना यो जुन 1000 नपुगेका साथीहरू, 1000 पुगिसकेर पनि वाच टाइम नपुगेका साथीहरू, दाजु दिदीहरू हुनुहुन्छ धेरै। अब वाच टाइम अब 5000 सब्सक्राइब भयो भने अब वाच टाइम नपुगेका हुनुहुन्छ। अब ठुल्ठुलाको त कुरा नगरौँ। तैपनि अब मैले चाहिँ उहाँहरूको लाइफमा केही समय भयो भने 10-15 मिनट भयो भने बिताइदिन्छु, बिताउनु त। किनभने म चाहिँ आफूलाई कस्तो लाग्छ भने युट्युबमा जस्तो मैले सपना देखिरहेको हुन्छु, मैले जस्तो लक्ष्य यो युट्युबमा एउटा केही अब लक्ष्य त होइन यो, त्यही पनि एउटा मनको आशा खुल्दुले हुन्छ नि, त्यो जुन मलाई लागेको कारणले गर्दा उहाँहरूलाई पनि त्यस्तै लागेको होला, र मैले उहाँहरूलाई पनि सपोर्ट गरिदिनुपर्छ, सब्सक्राइब गरिदिनुपर्छ भनेर मैले दिनमा 30-40वटा भन्दा धेरै गरिदिरहेको हुन्छ। त्यही पनि अझै कसैले त भन्नुहुन्छ यति धेरै गर्नु हुँदैन, नगर्नु होला भन्नुहुन्छ। तीन कुरालाई त पछि बिग्रिसकेको कुरालाई सुधार्न सकिन्छ, सस्तो छ भने त सुधार्न सकिन्छ। तर पनि अब त्यही पनि अलिक कम गरिरहेको छु मैले। अब हामी कस्तो गर्छौँ भन्दाखेरि युट्युब चलाउनु मन लाग्छ, आफ्नो भिडियो धेरै लाइक, धेरै भ्युज आओस्, भाइरलै होस् भन्ने चाहन्छौँ, तर अरूको भिडियोहरू हामी हेर्न खोज्दैनौँ है। अरूको च्यानललाई चाहिँ सब्सक्राइब गर्न खोज्दैनौँ। अब ठुलालाई चाहिँ गर्नुहोस् नगर्नुहोस् त थाहा भयो, तर आफू बराबरको लेभललाई 1000देखि मुनितिर, 1000देखि माथितिर जुन आफूसँग साथी हुनुहुन्छ, अब उहाँहरूलाई चाहिँ अब गरिसकेको साथीलाई त अब त्यसै पनि अब सपोर्ट भइरहेको हुन्छ। नगरेका साथीहरूलाई चाहिँ नयाँलाई पनि गर्ने बानी बसालौँ, सब्सक्राइब गर्ने बानी नयाँलाई पनि बसालौँ। किन भन्दा तपाईँले नयाँलाई सब्सक्राइब गरेर नयाँलाई सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्, उसकोमा तपाईँको भिडियो जान्छ अनि उसले पनि हेर्छ, सब्सक्राइब ब्याक गरिदिन्छ, कमेन्ट गरिदिन्छ, अनि तपाईँको पनि त लाइक भ्युजहरू बढ्छ त। अनि तपाईँले चाहिँ गर्न नखोज्दा अनि आफ्नो मात्रै खोजेर चाहिँ हुन्न नि त। ठुलो मन गरौँ, सानो मन नगरौँ। सानो मन गर्छौँ हामी, अब हाम्रो त यो सब्सक्राइब गरिदिनु सहित हाम्रो सबै नै जान्छ होला जस्तो गर्छौँ। अनि इफ गर्ने, रिस गर्ने, हो यसको त यत्रो भएछ भन्ने, त्यस्तो नगरौँ। अब एकअर्कालाई युट्युबमा त एकदमै साथको जरुरी, एकअर्काले तपाईँलाई मेरो तपाईँलाई एकदमै जरुरी छ। किन छ भन्दा अब युट्युबमा हाम्रो 1000 सब्सक्राइब नै पुग्ला, अथवा राम्रो भिडियो हामी अहिले बनाउन सक्दैन, कुरै छैन, चान्सै छैन, हामी बनाउनै सक्दैनौँ राम्रो भिडियो। हाम्रो त राम्रो भिडियो बनाउनलाई त अब मोनेटाइजेसन होला जब भइसक्यो भने, अनि हामीले के ओहो योमा त के हुन्छ है भनेर हामी त्यस्तै खालका अब सामग्रीहरू किनौँला, मोबाइल इलेक्ट्रोनिक समेत धेरै चिजहरू किनेर हामीले राम्रो चिज दिएर राम्रो कन्टेन्टहरू दिन सकौँला। तर अहिले चाहिँ कुनै पनि हालतमा हामी सक्दैनौँ दिन नयाँ। अब त नयाँ चिज दिन सकिन्न भन्दा त हामी जति धेरै मात्रै अगाडि जानेछ, बढ्ने मात्रै हो, गर्ने मात्रै हो, खोजेर हेर्नुपर्छ अझै भिडियो।
मैले त कतिजनाको त खोजेर पनि हेरेर मेरो नआउने जतिको त अब घन्टी चाहिँ बजाइरहेको हुन्छु, तै पनि आउनुहुन्न, तै पनि यसो पहिलाको हेरेर भए पनि लाइकहरू कमेन्टहरू भ्युजहरू बढाइदिरहेको हुन्छु, वाच टाइम पनि पुऱ्याइदिरहेको हुन्छु। अब टाइम भयो सबै भिडियो पनि हेरिदिन्छु, टाइम भएन भने केही समय हेरेर पछि पनि हेरिदिन्छु। अनि अब हामीलाई गुरु पनि पार्न खोज्छौँ, तर युट्युब साथीहरूलाई सब्सक्राइब गर्न, घन्टी बजाइदिन, वाच टाइम हेरिदिन, भ्युजहरू हेरिदिन गाह्रो भन्छन्। यही त छ। अनि कहाँबाट हाम्रो छिटो सब्सक्राइब बढ्ने, छिटो वाच टाइम पुग्ने, कहाँबाट पुग्छ? तपाईँको इन्डियाको मान्छेहरू कस्तो मिलेका हुन्छन्। भटरेर एकजनाको लाइफ छ भने सस्तै अलि धेरैजनाहरू लाइफमा जम्मा भइदिन्छन्, सल्लाह गर्छ। हामी चाहिँ त्यस्तो छैन। खै हाम्रो चाहिँ अब टिस मान्ने कठै भन्ने मात्रै हो। अनि त्यो परि आयो भने हामी गर्न चाहिँ मरेजरी मान्छौँ। त्यस्तो गर्नु भएन। अब युट्युबमा एकअर्काको त पनि दिदी दाजुहरू हुनुहुन्छ, उहाँहरूको वाच टाइम नपुगेर बिचरा लाइफ बसिरहनुहुन्छ। अब जस्तो उहाँहरूको लाइफ टाइम उहाँहरूलाई अब हामीले सपोर्ट गरेर उहाँहरू सक्सेस बनाइसकेपछि, उहाँहरूको च्यानल ओके बनाइसकेपछि, उहाँहरू अब पैसा आउने भयो, भिडियो हालेपछि भ्युजको आधारमा पैसा आउने भयो भन्ने थालिसकेपछि उहाँहरूले गरिदिनु होला नगरिदिनु होला, त्यो अब उहाँहरूको हातको कुरा भयो, भगवान् जानुहुन्थ्यो। तर गरिदिनुहुन्छ, किनभने अब एउटा मान्छेले दुःख गुण चाहिँ बिर्सिनु हुँदैन। अब हामी 1000 प्लस, हामी 1000 माइनस छौँ, हामी 1000 प्लस भए पनि तपाईँहरूको खाँचो पर्छ, मेरो खाँचो पनि तपाईँहरूलाई पर्छ। यो एक आपसमा भइरहेछ। अब मानव 1000 पुग्ला, भ्युज वाच टाइम नपुग्ला, त्यतिखेर मैले तपाईँहरूलाई सहयोग गर्नुपर्छ, वाच टाइम हेरिदिनुपर्छ, साथीहरूलाई पनि हेर है भनिदिनुपर्छ। 1000 देखि मुनितिरका साथीहरूलाई, 2000 5000सम्मको साथीहरूलाई चाहिँ मैले खोजी अनसब्सक्राइब के भन्छ सब्सक्राइब नभएको जतिहरूलाई चाहिँ सब्सक्राइब गर्ने, घन्टी बजाइदिने, उहाँहरूको भिडियो ममा आउँछ, मैले कमेन्ट गरिदिन्छु। अब वाच टाइम पनि अब सके टाइम भयो सबै पुरै हेरिदिन्छु। त्यही भएर सानो मन चाहिँ बिल्कुल नगरौँ। अब हजुरहरूले नयाँलाई चाहिँ फ्याक्टर नफालिदिनु, नयाँलाई पनि यसो हेरेर उसको कन्डिसन हेरेर उसलाई सब्सक्राइब गर्ने अनि कमेन्ट गरिदिनुहोस्, ब्याक प्लिज भन्नुहोस्। तर ब्याक गरिसकेपछि उत्तिखेरै तपाईँहरूलाई उत्तिखेर 1 घन्टाभित्र चाहिन्छ। अब 1 घन्टाभित्र नहुनसक्छ, कतिपय ठाउँमा मोबाइल अब एमबी नहुनसक्छ, अब मोबाइल खेलाउने फुर्सद नहुनसक्छ। अब मेरै कुरा गर्दाखेरि म अब तपाईँको अब हाम्रो नेपालको राति मात्रै हो म चाहिँ उसमा यो मोबाइलहरूमा आउने, अनि हेर्ने बित्तिकै उतिखेर ब्याग दिने। अब दिउँसो भयो भने तपाईँको बिहान 6 बजीदेखि अब बेलुका 6 बजीसम्म सुत्नुपर्छ, सुतेको हुन्छ, त्यतिखेर मोबाइल अफ भएको हुन्छ। त्यतिखेर गर्ने कुरा पनि भएन, हेर्ने कुरा पनि भएन, त्यतिखेरसम्म कुर्नु पऱ्यो। अब घट्छ। अब मानव हजुरहरूको अब सब्सक्राइब मानव 100 छ भने चाहिँ अब पछि उठेर हेर्दाखेरि तपाईँको 95 90 80 चाहिँ भयो भने कति मन दुख्छ। हाम्रो चाहिँ मन दुख्छ होइन, आफ्नो चाहिँ मन दुख्छ। अनि अर्काको पनि त्यही त हो नि। त्यो कारणले गर्दा केही समय पर्खिने गर्नुहोस्। मैले त तपाईँको मेरो त युट्युबमा सब्सक्राइब गरेदेखि अनसब्सक्राइब अहिलेसम्म मैले कसैको पनि गरेको छैन, किनभने उहाँहरूले 1 महिनापछि भए पनि यसो हेर्नु होला। म त भिडियो अब उहाँहरूको लाइक कमेन्ट गरेपछि आउँछ, एउटा अर्को भिडियो नै आउँछ, त्योमा पनि गरिदिन्छु। अनि त्योमा बिर्सेको भिडियो त्योमा गरिदिनुहुन्छ, लाइक सब्सक्राइब गरिदिनुहुन्छ, बढाइदिनु भएको छ, दिनमा लगभग 15-20वटा जति बढिरहेको हुन्छ। अब भनि त हालेँ, अब तपाईँको मेरो यो 15 दिन जति 10-12 दिन जति भयो, लगभग मानौँ धेरैमा 15 दिन जति भएको छ म यो युट्युबमा अलि लागेको। युट्युबमा लागेको 15 दिन भएको छ, 350 समथिङ यस्तै 340 जति पुगेको छ। अनि अब यही रफ्तारले जाने हो भने त 1-2 महिनामै मेरो त लगभग तपाईँको 1000 त पुग्छ। 1000 पुगेर वाच टाइम पनि चाहिन्छ। त्यतिखेर हजुरलाई म पनि सपोर्ट गर्ने हो, हजुरले मलाई पनि सपोर्ट गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यही पनि अब हजुरहरूको अब आफ्नो विचार कुरो, आफ्नो मोबाइल हो, आफ्नो हात हो, आफ्नो विचार हो। अब तपाईँले कस्तो विचारले टिकटकमा आउनु भएको छ, कस्तो विचार सोच लिएर आउनु भएको छ, त्यही अनुसारले भर पर्ने कुरा हो। अब तपाईँले पनि केही त्यस्तै अब विचार लिएर आउनु भएको छ, म युट्युबमा केही गर्छु, मलाई पनि सहयोग गर्छु, म पनि अर्कालाई सहयोग गर्छु भन्ने विचारले आउनु भएको छ, नयाँलाई पक्कै पनि गर्नुहुनेछ। देख्न सायद हटाइ नहाल्नु हुनेछ। 1 मिनट हेरिदिनुहोस्, ज्यादा नहेरिदिनुहोस्, 1 मिनट हेरेर सब्सक्राइब चाहिँ जरुर गरिदिनुहोस्। केही समय वेट गर्नुहोस् र तपाईँलाई ब्याग आउनेछ, पक्कै पनि आउँछ। यति चाहिँ विचार गरिदिनुहुन्छ भन्नेमा छु। अब धेरै त अब बोल्न आउँदैन, यही हो कुरा। नि अब ट्राई चाहिँ गरिरहेको हो, यति बुझिदिनु पऱ्यो। हजुरहरूले सपोर्ट गरिदिनु।